गाइस केटाले चाहिँ खाना खाइसक्यो अनि टक्क ल सुरु पनि गरिसकेँ मैले चाहिँ यहाँ बफ हो अनि माछा नि मागेको छ माछा चाहिँ हल्का माछा पनि चापिदिएको ल त्यही हो A few moments later. हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल यहाँलाई स्वागत छ र भने सन्च्यारामी छ भने सन्च्यारामी छु अनि के अरे आज चाहिँ उता भिडियो चाहिँ उताबाट घरबाट चाहिँ किन सुरु भएन भने आज चाहिँ यसो के अरे बाहिर आएरै भिडियो चाहिँ सुरु गरेँ अनि त्यही हो आज चाहिँ मलाई दाइ के अरे टुम्लिङ टार हेरेको अनि यहाँ चाहिँ मन्दिर रहेछ कि टक्क अनि कोसी छ यहाँ तल चाहिँ अनि यो ठाउँको नाम चाहिँ के हो थाहा भएन होइन यस्तो भिड छ कि गाई चाहिँ यस्तो भिड छ होइन यहाँ परबारको यताबाट आएको हामी चाहिँ टक्क यस्तै बाइक चाहिँ यहाँ हल्का भिडियो बनाइदिएको यहाँबाट यस्तो यस्तो भिड छ क्या यहाँ यता परै यस्तो हल्का भिडको मुनि बाटो लगाइज यस्तो भिडियो बनाइदिएको यहाँ मन्दिर पनि रहेछ कि गाइज मन्दिर पनि देख्न सक्नुहुँदैन यहीँ गरौँ यहाँ रहेछ मन्दिर चाहिँ गाइज हेर्न सक्नुहुन्छ होइन यहाँ ऐना छैन नि राखिदिएको छ के को मन्दिर हो गणेशको मन्दिर जस्तो लाग्यो हुन्छ चिन्पाक्नु ल ए गाई चाहिँ यस्तो छ यस्तो खतरा छ है यहाँ तल कोसी यहाँ माथिबाट यहीँ छ ए यस्तो खतरा है गाई यहीँ पानी रहेछ ल यस्तो खतरा भिडियो बनाइदिनुपर्छ गाइज म भरे त्यहाँ देखाउँछु र गाइज केटाले चाहिँ भिडियो सिडियो बनायो अनि फोटोसोटो हान्यो होइन अब चाहिँ हामी जानु लाग्यो दाइसँग टक्क ल त्यही हो यहाँ पढाउनाले फोन पनि हान्नु छ यहाँ टक्क अहिले चाहिँ अब एकैचोटि मासतिरै पुगेपछि देखाउँला तपाईँहरूलाई भरे भिडियो चाहिँ हेर्दै आउनु ल गाइज केटाले चाहिँ हामी यहाँ टुम्लिङ टार आइसकिसक्यो टक्क त्यो बाइक चाहिँ यता गरेर अब यहाँ छिर्नु आँटेको यहाँ काम छ अनि भरेतिर देखाउनु ल यो कफिल गर्नु सकेर फर्किनु पर्ने हुन्छ आजै सुत्यो गाइज ल म भरेतिर देखाउँछु गाइज के अरे अहिले चाहिँ कामसाम पनि अब यसो हल्का फुल्का काम थियो दाइको अनि भइसक्यो हामी चाहिँ बाहिर निक्लिसक्यो टक्क ल हामी चाहिँ अब लाग्छौँ अब फर्केको त्यही हो पनि भइरहेको छ हौ त्यस्तै गर्मी हुँदो रहेछ गाइज के अरे अहिले चाहिँ यहाँ टुम्लिङ टारमा चाहिँ कस्तै गर्मी रहेछ अनि टक्क अहिले चाहिँ यस्तो अर्ग्यानिक यो दामी बनाएको रहेछ कि यो चाहिँ बस्नु चाहिँ अनि त्यही अहिले चाहिँ हामी खाना खानु लाग्यो अनि खाना मगाएको छ अनि खाना आउँदैछ खाना खाएर फेरि लाग्नुपर्ने हुन्छ भोजपुरै त्यही हो ल गाइज यति दामी लाग्यो है मलाई यस्तो पनि छ बस्न अगाडि यता छ यहाँ छ गाइज केटाले चाहिँ खाना खाइसक्यो अनि टक्क ल सुरु पनि गरिसकेँ मैले चाहिँ यहाँ बफ हो अनि माछा नि मागेको छ माछा चाहिँ हल्का माछा पनि चापिदिएको ल त्यही हो अहिले चाहिँ 2:30 बजी खुवाइछ खाना चाहिँ दिउँसोको ल यो चाहिँ बफै गाइज बफ गाइज के अहिले चाहिँ यहाँ माछा नआइसकेको छ सुपमा भनेको फेरि यस्तो फ्राईमा ल्याइदिएछ लोकल माछा अरे गाइज यो ल गाइज यस्तै छ खाएर चाहिँ गर्नु भइरहेको छ यस्तै त छ भरे चाहिँ देखाउँ ल गाइज अहिले चाहिँ खाना खाइसक्यो अनि टक्क अझै बसिरहेको त्यही हो अहिले चाहिँ मस्त अहिले चाहिँ अलिक घाम लागेको छैन अहिले चाहिँ हल्का घरमा छ गर्मी चाहिँ त्यही हो ल अब यहाँ एकछिन बसेर हामी चाहिँ फर्किन्छौँ भरेतिर भेटौँ गाइज जब चाहिँ हामी हिँड्नु लाग्यो यहाँबाट चाहिँ अहिले चाहिँ 3:30 भइसकेको छ अब माथि भोसुर पुग्नु चाहिँ यहाँबाट कति 2-3 घन्टा लाग्छ कि नन स्टप भन्ने त्यही हो अब चाहिँ टक्केर चाहिँ के अरे सँग अब यता जान्छ क्या अरे यता हामी चाहिँ आएको अब यतै फर्किनु पर्ने हुन्छ टक्क ल बाइक चाहिँ यतै छ बाइकलाई चाहिँ यहाँ किन अघि चाहिँ घाममा राखेको थियो अहिले चाहिँ शीतलमा राखिदिएको ल त्यही हो गाइज के अरे बाइकको यो
के अरे ब्रेकै छैन कि फेरि पछाडिकै भाँचेर अस्ति सामने थाहा छैन कि त मगाउनु त मगाएको छ ल्याइदिएको छैन त्यो अलिक टाइम लाग्छ गाइज ल के हुन्छ बाटो चाहिँ गाइज यस्तो बोगल छ नि होइन यस्तो बोगल छ दामी बाटो चाहिँ छ कि गाडी चाहिँ यस्तो बबाल टोट खाना कति 2 बजी खाएको हामीले अहिले चाहिँ 3:30 4 बज्नु लागेको छ अब यस्तो भिड छ यहाँ चाहिँ पर मन्दिर पनि छ अघि भिडियो बनाएको थियौँ हामीले गाईसँग हो यस्तो भिडको मुनि सबै बाटो कस्तो गर्मी भइरहेछ अघि चाहिँ अब लास्टै अघि चाहिँ घाम आएर थियो कि अनि अहिले चाहिँ अलिक हल्का घाम लागेको छैन अहिले त हो गर्मी भएर आमैहरू कहाँबाट हो ओ माई गड गर्मी नै छ यार तर गर्मी नै छ यार गाइज गर्मी चाहिँ गाइज अहिले चाहिँ हल्कै तामा आइसक्यो यहाँबाट लास्टै ठुलो भइसक्यो आँप कस्तो हेर्न सक्नुहुन्छ आँपको कत्रो ठुलो रुखे हाइट यहाँबाट लास्टै के अरे भिडमा यस्तो बाटो खतरा लाग्यो अघि मैले त भिडियो पनि बनाएको थिएँ सर्ट भिडियो पनि त्यहीँबाट सुरु गर्यो नि त अब उता रुमबाटै सुरु गर्ने भनेको के त भोजपुरतिरको जहिले देखाइरहेको हुन्छु मैले तपाईँहरूलाई अनि त्यही भएर त्यहाँबाट सुरु गरेन अनि यता बाटोबाटै सुरु गरेको आज चाहिँ त्यही हो यहाँ पर लास्टै ठुलो भिड थियो बाटो त नि यस्तो भनेर मलाई थाहै थिएन यार म फर्स्टचोटि आएको होइन फर्स्ट टाइम आएको म चाहिँ गाइज फर्स्ट टाइम आएको अनि त्यसलाई यस्तो रहेछ कि होइन टुम्लिङ टार कोरेन लगाइरहेको चाल हानेर रहेछ गोठाला गइरहेको होला हाइट गाई यहाँ चाहिँ यहाँ अघि अलिक पऱ्यो होला के अरे लास्टै ठुलो भिड छ कि अघि त्यहाँ ओहो बाटो त पुरै नि के भन्छ भिडको मुनि हो उता काठमाडौँतिरबाट आएको छ सिन्धुलीतिर जस्तो लागिरहेको छ मलाई त यहाँ कोसी टक्क छ गाइज के अरे मैले भनेको मन्दिर चाहिँ परै रहेछ अझै परै अलिक पर्दो रहेछ अझै हल्का देखेँ यहाँबाट पर डाँडामा देखिरहेको छ कि मैले भनेको मन्दिर चाहिँ हो यही भिड क्या लास्ट भिड छ
ऊपर देखिरहेको छु कि मन्दिर चाहिँ ऊपर यस्तो ठुलो भिड छ नि गाइस यो यस्तो ठुलो भिड छ यस्तो खतरा बाटो छ कि यहाँ चाहिँ यस्तो खतरा बाटो बनाएको छ नि यस्तो खतरा यही मन्दिर हो क्या गाइस हो यहाँ अघि मैले यहीँ भिडियो बनाएको पानी पर्दा पर्दा जस्तो भइरहेछ राइट यो कुन कोसी हो दाजु दाजु यो कुन कोसी हो यहाँ चाहिँ के अरे आँप टिप्नु हुँदो रहेछ दाइहरूले टक्कै यहाँ मागी खाएको आँप चाहिँ ल गाइस के अरे यहाँ चाहिँ आँप यस्तो फल्दो रहेछ कि अनि यसो रोकेर यहाँ एक दाना चाहिँ यसो चाख्नुलाई अमिलो यहाँ रोपेको मागेको यता लास्टै के अरे गाडी छ के भन्छ इभी गाडीहरू चल्दो रहेछ यता चाहिँ हुन्छ खाने एकछिन न बोक्दिनु न एकछिन खान्छु अमिलो अहिले त अमिलो हुन्छ गाइस के अरे यहाँ मेरो मुखमा पानी आइसक्यो कि ओहो पानी पो आइसक्यो त गाइस मुखमा त के भएको गाइस के अहिले चाहिँ हामी यहाँ लेगुवामा आइपुगेको अनि के अरे यहाँ चाहिँ हामी चाहिँ यता खानबारी गएर आएको खानबारी यता के अरे टुम्लिङटार अनि यता चाहिँ भोजपुर अब यता चाहिँ जानुपर्ने हुन्छ हामी चाहिँ यता चाहिँ ल अहिले चाहिँ हामी लेगामा छौँ गाइस लेगा बजार टक्क यहाँ बाइकको चाहिँ यो चेनको कभरै खुस्यो के अनि यहाँ दाइलाई मैले चाहिँ यसो बनाइदिनु हुँदैछ यहाँ दाइले आँप खाइरहेको छु गाइस के अहिले चाहिँ यहाँ पानीबाट हामी चाहिँ बसिरहेको अनि त्यही हो सिधाइरहेको छ हल्का हल्का अनि यसो बसिदिएको 5 बजिरहेको होला 5:30 जति भइरहेको छ होला फेरि ल त्यही हो गाइस के अरे अहिले चाहिँ हामी भर्खरै रुम आइपुगेको अनि त्यही हो 2 मिनट भयो अनि त्यही अहिले आजको दिन यति नै मैले अहिले चाहिँ 7:30 जति भएको छ ल टक्क अहिले चाहिँ झ्याप्पै नै भयो है यस्तो झ्याप्पै नै भएको छ है धुमी पनि भएको छ पानी परेर हल्का हल्का सिधाएर हल्का भिजियो पनि सो त्यही हो आजको भिडियो चाहिँ यति नै अर्को भिडियोमा भेटौँला